आरतीजी बाहिर त त्यस्तो हुन्न होला है, तपाईँ हँसिलो हुनुहुँदो रहेछ त, एकदमै राम्रो काम गर्नुभएको छ होइन। तपाईहरु केही गाउँ सहरको कलाकार हुनुहुन्छ, तपाईहरुले प्रोत्साहन गर्न साथ समर्थन दिन अत्यन्त जरुरी छ। त्यसैगरी हामीसँग चलचित्रमा घनश्याम मिश्रजी हुनुहुन्छ। उहाँको चाहिँ अब स्क्रिनमा हेर्दा अर्कै, बाहिर हेर्दा अर्कै रूप देखिएको हुन सक्छ। घनश्यामजी चिन्नुभयो, कुन पात्रमा हुनुहुन्थ्यो? चलचित्रमा पर्दाभित्र आरतीजीको श्रीमान है, माया गर्ने। ल घनश्यामजीको प्रस्तुति मन पर्यो यहाँहरूलाई? त्यसैगरी पुष्पा यादवजी उपस्थित हुनुहुन्छ हामी बीच। पुष्पाजी पत्रकारको भूमिकामा देखिनु भएको थियो। पुष्पाजी आफै पनि हिरोइन जस्तो मान्छे हुनुहुँदो रहेछ। ओके, रिङ्कु मिश्रा हुनुहुन्छ? रिङ्कुजी हुनुहुन्छ? परमेश्वर झाजी, प्रमेश स्वर हो कि होइन सर? स्वर पनि हो अरे त, तपाईँ झुकाइराख्नु भएको छ मलाई। यादवजी, कलाकार सुदर्श यादव, प्लिज आउनुहोस् न अगाडि आउनुहोस्। सरोज मिश्राजी, उहाँहरूले चलचित्रमा अभिनय गर्न केही कन्जुस्याइ छोड्नु भएको छैन। तपाईहरूले पनि उहाँको प्रशंसामा ताली बजाउनु है। सुरेन्द्र राई कुर्मी, सुरेन्द्रजी हुनुहुन्छ हामी? मलाई थाहा छैन, तर पनि उहाँको नाम म उच्चारण गर्दैछु, हुनुहुन्छ भने अगाडि आइदिनु होला। रौनक हुनुहुन्छ हामी बीच? एउटा भेरी गुड जब। अब मलाई यहाँ अब धेरै साथीहरू यही कार्यको सुटिङ जनकपुरमै भएका कारणले गर्दा धेरै साथीहरू हुनुहुन्थ्यो अन स्क्रिन। इनकेस मैले कोही मिस गरेँ भने घनश्यामजी यसको लागि उपयुक्त व्यक्ति हुनुहुन्छ होला सायद। रामकैलाश दाई, गंगाकान्त दाई, दुईजना हुनुभएका सम्पूर्ण कलाकार र जो जति यही उपस्थित हुनुहुन्छ अथवा यहाँ सिनेमा हलभित्र आइपुग्नु भएको छैन, एकपटक सम्पूर्ण राजागञ्जमा आबद्ध अनस्क्रिन देखिनुभएका, अफस्क्रिन रहेर खट्नुभएका, राजागञ्जलाई पूर्ण रूप दिन खट्नुभएका सम्पूर्ण कलाकारलाई सम्झेर हामी एकपटक बेजोड ताली बजाउँछौँ। अब यस्तो हुन्छ होइन, झट्ट अब स्क्रिनमा सायद तपाईँहरूले अघि नै उहाँहरूलाई भेट्नु भएको भए को अब देखिरहेको साथीभाइ आफन्त चिनिरहेको जस्तो हुन्थ्यो होला, तर चलचित्र हेरिसकेपछि यिनीहरू त खतरा कलाकार रहेछ जस्तो त भयो होला होइन? भयो है। त्यस्तै खतरा मान्छे हुनुहुन्छ अर्को हामी बिचमा। नेपाली चलचित्रहरू त वर्षमा 100वटा जति, 100 भन्दा बढी बनिरहेका हुन्छन्, तर राम्रो नेपाली चलचित्रहरू चाहिँ कम बन्छन् है। अब यो राजागञ्ज चाहिँ एउटा यस्तो चलचित्र हो जसले मधेसको कथालाई यति सशक्त रूपमा उठाएको मात्र होइन, यसले अन्तर्राष्ट्रिय चलचित्र बजारसम्म तपाईँ हाम्रो कथालाई पुर्याएको छ, हाम्रो कलाकारिताको सान बढाएको छ। थुप्रै इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा प्रिमियर शो गरेर आइसकेको चलचित्र फाइनली चैत्र 1 गतेबाट नेपालमा प्रदर्शनमा आउँदैछ। चलचित्रका अब निर्माणमा को हुनुहुन्छ भने कतिको तपाईँहरू हिन्दी चलचित्रहरू हेर्नुहुन्छ? अनुराग काश्यपको नाम सुन्नु भएको छ है। त्यसै गरी रामबाबु गुरुङको नाम सुन्नु भएको छ है, उहाँ पनि राम्रो मेकर हुनुहुन्छ। त्यसै गरी चलचित्रमा अहिलेका अब सुपर हिट कलाकारहरू दयाहाङ राई होइन, त्यसै गरी हाम्रो विजय बरालजीहरू त हुनुहुन्छ नै, निकिता चन्द, कृचा शर्मा त हुनुहुन्छ नै, तर यी सबै कलाकारहरूलाई लिड गर्ने हामी बीचमा एकजना यस्तो व्यक्ति हुनुहुन्छ जसले 2008बाट आफ्नो चलचित्र लेखन निर्देशनको यात्रा सुरु गरेर 8 देखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय चलचित्र जगतमा हामी नेपाली कला कलाकार र चलचित्रको प्रतिनिधित्व गरिरहनु भएको छ। अमेरिकाको बोस्टन युनिभर्सिटीमा फिल्म मेकिङ पढाउनु पनि हुन्छ उहाँ। चलचित्र राजागञ्जका निर्देशक दीपक रोनियार्जी प्लिज।